चाहिँ हाम्रो चाहिँ आज डे 3 हो। डे 3 को यात्रा सुरु भएको छ 5:30 बजे। आज चाहिँ अब हामी छुसाङबाट चाहिँ पुरमस्ताङ लोमाङथाङ र चाहिँ कोरल्ला बोडासम्म पुग्छौँ। यो यात्रा बिचको चाहिँ बाटो यस्तो छ। छुसाङदेखि बाटो चाहिँ कच्ची छ तर ठुलो छ बाटो। यहाँ देख्नु सक्नुहुन्छ बाटो चाहिँ यस्तो छ। यो चाहिँ हामी छुसाङमा बस्यौँ। आज तेस्रो दिन हाम्रो। बिस्तारै अगाडि बढ्छौँ। समर भन्ने ठाउँ यहाँ होटेलहरू पनि छ राम्रो राम्रो। गाडीहरू यस्तो टन्नै गएको यो बिचबाट राम्रो ठाउँसम्म। बाटामा परेको यो हिमाल। हामी हिमाल ठ्याक्क पारिबाट अलिक टुवालो लागेको छ, नभए यो जम्मै देखेको हिमाल हो। सबै हिमाल हिमाल। अब यसरी हामी आएको छैन नि त, यहाँदेखि यसरी आएको छ। माथिबाट देखेको दृश्य हो। हामी यो समर भन्यो तल त्यो घरहरू देखेको समर भन्ने ठाउँ। त्यहाँबाट घुम्दै 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 यहाँ आइपुगेका छौँ। हाम्रो सब यहाँ ओर्लेर फोटोसोटो खिच्ने कार्यक्रममा हाल्नु नि एकछिन रोकेर फोटोसोटो खिच्ने। यो अब हामी एकछिन फोटो खिच्न निस्केका छौँ। पृष्ठ गाडीहरू छ नि यहाँ, त्यो माथि हिमाल पनि छ। सबै एकछिन चाहिँ फोटो खिच्न रिफ्रेसमेन्टलाई बिच बाटामा अब रिफ्रेसमेन्ट गर्नै पर्छ क्या। बिच बाटा यसरी हेर्दै 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 घुम्दै 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 आउनु रमाइलो अर्को हुन्छ त्यसरी। अनि हामी सबै हामी दुईजना यता हामी बुढाबुढी यसरी घुम्न आएको छौँ। अरू सब नयाँ साथी कोही अब अरूलाई खोज्नुभन्दा आफ्नो बुढाबुढी निस्क्यो आनन्दले। छैन यता चाहिँ ल यसरी बुढाबुढी मजाले घुम्न आएको छ। यो अब लोमाङथाङ जान्छ। अब यो कोरोना नाका जानलाई हामी लगभग 5:30 बजे हिँडेको छौँ। अब बिचबाट एकछिन रेस्ट गरेर फेरि अगाडि बढ्छौँ। ल ओ म्याडम के छ हाल खबर? ठिक छ। गजब भइरहेछ ल। रमाइलो गर्नुपर्छ ल सर। ल आउनु सर। सरलाई कस्तो भएछ ल?
फोटो खिच्नु है ठ्याक्कै त्यही हो त्यही बाटो गर्छ बिच बाटोमा ल आउनुहोस् म्याडम ऊ अनि आउनु ल ल हेर्नुहोस् बिच बाटोमा एउटा फोटो खिचौँ न त्यो कतिवटा भेडा छ अब यो पुरा लगाइदिनुपर्छ कि यो भिडियो सबैजना फोटो खिच्न लाग्छ जसरी टक्क डराएर हो कि टक्क हल्लिँदै नहल्ली बसी हामी चाहिँ यो सुङ्खर भन्ने ठाउँमा आइपुगेका छौँ दामोदर कुण्ड गाउँपालिकाको सुङ्खर मुस्ताङ भन्ने ठाउँमा आइपुगेका छौँ यहाँ चाहिँ अब चाहिँ यहाँ एकछिन अब नास्ता सास्ता गर्न गइरहेको छौँ होटेल चाङ्ग्रे आइन लज रहेछ यो ठाउँ चाहिँ सुङ्खर यो बाटो चाहिँ यही हो योजना तपाईँ पुरानो मोडलको चाहिँ नि स्यान्ट्रो पनि लिएर आएको छ यस्तो बाटोमा चाहिँ नि स्यान्ट्रो पनि लिएर आएको छ एउटा स्यान्ट्रो लिएर आएको छ पुरानो मोडलको अहिले भर्खर गइसक्यो मलाई गजब लाग्यो यस्तो घर छ नि बाटो चाहिँ यही हो सुङ्खरमा चाहिँ हामी अब नास्ता गर्न चाहिँ ओर्ल्या छौँ अब नास्तामा के पाइन्छ खाउँ खाइन्छ अनि फेरि अनि हामी गन्तव्यतिर अब लगभग 63 किलोमिटर छ 63 छ यहाँबाट 30 किलोमिटर छ पुरानो नाका अब यहाँबाट चाहिँ कति घन्टा लाग्छ हेरौँ अब बाटो चाहिँ नि देश कच्ची भए पनि ठुलो छ राम्रो छ त्यस्तो नराम्रो बिग्रेको छैन देश यतिको लागि राम्रै भन्नुपर्छ नि राम्रो छ बाटो कच्ची छ राम्रो छ यो चाहिँ नि धेरै धेरै राम्रो छ गाडीहरू आउँदैछ हामी अहिले अब के ब्रेकफास्ट खाने त ब्रेकफास्ट खाने त आज अब आफैले बोकेर आएको छु हो ए उ त्यहाँ राखेको छ यो ठाउँको नाम थाहा छ सुङ्खर यो दामोदर कुण्ड गाविस पर्ने बुझ्नुभयो यस्तो ठाउँमा आइपुगेको छ तपाईँ पहिले आउनुभएको थियो यो ठाउँमा पहिलोचोटि हो मेरो न हाम्रो पुस्ता आएको थियो हाम्रो सन्तान पुस्ता चाहिँ आउँछन् फेरि होइन हाम्रो हामीभन्दा अगाडिको पुस्ता कोही आएको थिएन चिया भन्नु पर्यो रे के कतिजनालाई ओ कुखुरा ल कुकुर करायो बिच बाटोमा अब एकछिन रेस्ट गर्नुपर्छ रेस्ट यसो गरेर पो अनि रमाइलो त
हाम्रो भाइले आज हाम्रो त ब्रेकफास्टै प्याकिङ गराएको छ प्याकिङ होइन त यो ल हाम्रो प्याकिङ गराएको छ उता एउटा ढिला हुने भएर उता 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 चाहिँ ब्रेकफास्टमा धेरै ढिला हुने भएर हामीलाई होटेलबाट प्याकिङ गरेर ब्रेकफास्ट पठाएको छ अब यो धामी त्यो धामी गाउँ यो चाहिँ धामी भन्ने ठाउँमा आयो धामी यहाँ अलिअलि सानो बजारको छ
अब यहाँ छोसारबाट चाहिँ 15 किलोमिटर माथि चाहिँ नि कोराला नाका पुगिन्छ पुगिन्छ। अनि के गर्नु छ त्यहाँ गर्छ त्यहाँ हामी गएर अब त्यहाँ हेर्छौँ, नाका हेर्छौँ, अब त्यसको बोर्डर साइड हेर्छौँ कस्तो छ के छ हेर्छौँ, त्यति हो। त्यति हो अरू त त्यहाँ ठाउँ घुम्नलाई अब घुम्नलाई आउनु भएको कस्तो रहेछ अब त ठाउँ अब आफ्नो आफ्नै देशमा रमाइलो छ त गजब आछन् गजब। अहिले यो छोसार नाका छोसार भन्ने ठाउँ यो बाहिर पछाडिको दृश्य चाहिँ नि बाटो हो। बाटो चाहिँ नि कच्ची छ तर ठुलो छ, राम्रो छ। कस्तो छ अब यहाँ चाहिँ हामी रेस्ट यसो रेस्ट एकछिन रेस्ट गरेर अलिकति अक्सिजन तानतुन गरेर जानुपर्छ। नभए त निकै हाइटमा आइसकेको छ हामी। सब मरु जस्तो पानी पहाडै पहाड उसले खाएको। अब हामी छोसारबाट अगाडि बढ्यौँ। छोसारबाट अब हामी लमा के अरे कोराला नाकाको लागि अगाडि बढ्दैछौँ हामी। छोसा टु लमन के अरे कोराला यहाँबाट 15 किलोमिटर छ। अब आइपुग्यो हामी ठ्याक्क हामी अब कोराला नाका आइपुग्यौँ। हामी अहिले कोराला नाका आइपुग्यौँ। यो बहिनीहरू चाहिँ अब हामीलाई स्वागत गराउनु भएको छ है। पहिला यता पिलेटमा पढ्नु खिच्नु अनि टेन्टमा
कफी खान जानु कोही छैन उधार खाँदिनुहुन्छ भने खान्छ यो ल कोरोनाको आइपुगेछ हामी 5:30 बजे निस्केका थियौँ अहिले चाहिँ हामी लगभग चाहिँ कति भने त्यहाँ बसेछ त्यहाँ आउँदैन नेपाली टाइम चाहिँ पौने 11 बजे पाउने 11 बजे आइपुगेका छौँ यो चाइनाको टाइम देखाउँदो रहेछ मोबाइलमा 5:30 बजे हामी चाहिँ नि सुसाङबाट हिँडेका थियौँ सुसाङबाट अहिले पौने 11 बजे हामी कोरोनाको आइपुगेका छौँ यो टेन्ट भएको चाहिँ नि हाम्रो नेपालको यहाँ चाहिँ अब सामान बिक्री गर्ने सामान किन्ने अब यहाँ हामीले चाहिँ यो चाहिँ किन्ने ठाउँ चाहिँ यो टेन्ट राखेको छ यो बजार नेपालको बजार हो यहाँ चाहिँ सामान किन्ने त्यसपछि यो तपाईँले देख्नुभएको यो घर त ठुलो यो चाहिँ अब चाहिँ यहाँको चाहिँ भन्सार चाइनाको भन्सार पारिपट्टि बजार पनि छ ठुलो बजार छ हामी बजारमा जान दिँदैन होला दियो भने जाउँ न ल यत्रो ओ यो पनि सरकारी चाइनिज सरकारी कार्यालय नै हो चाइनिज सरकारी कार्यालय हो ल हाम्रो म्याडमहरू चाइनाको बोर्डर आउनुभएको छ ल चाइनाको बोर्डर आउनुभएको छ चाइनाको बोर्डर धेरै छक्क परेका छन् आफ्नो देशमा यतातिरहरू सानो टेन्ट मात्रै छ उता हेरे बिल्डिङ देखेर के भयो होला नि छक्क परेर छन् यिनीहरू यही भयो भने विकास भयो उता विकास भयो विकास चाहिँ हाम्रो चाहिँ बोर्डर चाहिँ यहाँ छ हाम्रो ऊ यहाँ लेखेको चाहिँ नेपालको 24 नम्बर पिलर चाहिँ हाम्रो नेपालको देख्नुभयो तपाईँले है 24 नम्बर लेखेको बोर्डर चाहिँ नि पिलर चाहिँ हाम्रो सम्म फाँटको बिचमा नाका ल आइयो नि त चाइना चाइना त के नेपालै हो नि हजुर हामी काठमाडौँबाट अब यो पिलरसँग जानु पाइन्छ अरे वरिपरि दृश्य हो आज हावा लाग्छ छैन त्यही भएर हामी चाँडै आएको अब लेखेर धेरै हावा लाग्छ यो चाहिँ नि ल हेर्नुहोस् यो नेपालको 24 नम्बर पिलर अब यो चाहिँ नेपाल यो पिलरभन्दा उता चाइना ल यो चाइना ल तपाईँले देखिहाल्नुभयो म सनत सुवेदी यो कोराला नाकाबाट चाहिँ यो भिडियो बनाइरहेको छु यस सनत सुवेदीको चाहिँ च्यानलबाट अब हामी चाहिँ नि तल सुसाङबाट चाहिँ नि 5:30 बजे हिँडेर लगभग चाहिँ पौने 11 बजे चाइनाको चाहिँ बोर्डर कोराला आइपुगेको छ यो म यो देखेको दृश्य चाहिँ यो उतापट्टि चाइना हो यो एउटा पिलर देख्नु भएको छ नि यो पिलर चाहिँ नि चाइना र नेपालको बोर्डर 24 नम्बर बोर्डर हो अब यो यतापट्टिको देखेको पनि चाइना हो अनि यो चाहिँ म घुम्छु यो यतापट्टि चाहिँ हामी नेपाल यो नेपालको दृश्य बोर्डर हो यो बोर्डर यो सानो चाहिँ टेन्ट भनेको चाहिँ नेपालै हो यहाँ चाहिँ व्यापार स्यापार गर्ने अब किनमेल गर्ने ठाउँ त्यही हो एकछिन त्यस कारणले अब अब यो चाहिँ म यसको चाहिँ अहिलेसम्मको चाहिँ विवरण चाहिँ मैले प्रस्तुत गरेको छु बिहाइन्ड द क्यामेरा थियो अहिले चाहिँ फ्रन्टमा आएको छु त्यहाँदेखि यहाँ चाहिँ अलिक खुसी नै लाएर हाम्रो साथीहरू फोटो खिच्न आउनु भएको छ उसमा सीमामा बसेर यता हेरौँ त ल के छ तपाईँ आउनु के छ हाम्रो कस्तो लागेको छ तपाईँ चाइनाको बोर्डरमा है आउने ठुलो इच्छा थियो कस्तो होला कोरोना लाग्यो भने कोरोनाका देख्यो मन आनन्द अब प्रसन्न भयो मौसमले हामीलाई साथ दिएको छ छोसार गुफा आइपुगेको छु यो छोसार गुफा भने यहाँ छ यही ठाउँमा छ है यो अब यहाँ तलसम्म गाडी आउँछ ए बाइकै बाइक छोसार यो बाइकै बाइक छ गाडी छ त्यतिर है यो चाहिँ के यो माथिको गुफा यो देखा चाहिँ पल हो त्यो माथि जाने हो यहाँ हिँडेर अब हामी बिस्तार यहाँ अगाडि बढ्छौँ हिँडेर अगाडि जानुपर्छ
अहिले हामी छोसा गुफाको लागि हामी चढ्नलाई अगाडि बढेका छौँ। बढाएछौँ अब हामी दुईजना यहाँ पछाडि दुईजना म्याडमहरू नि हुनुहुन्छ पछाडि दुईजना म्याडमहरू छौँ। अझै हुनुहुन्छ ल खोइ ल ल हेलो आज मौसमले पनि धेरै साथ दिइरहेछ गरिन्छ यो छोसार गुफा आएछ अलिक गर्मी छ त्यो टोपी सोपी फुकालेर ज्याकेट स्याकेट फुकालेर बाँधेर अब चस्मा लाएर लगाएर कोही चस्मा लाएको छ मजा लाएको छ नि अहिले अझै अब माथि भित्र के छ भन्दै अझै रौतुला साथ हामी अगाडि अगाडि बढ्दैछौँ यहाँ भित्रको देखाउँला ल यो छोसार गुफा वरिपरिको हो यो पछाडिको यहाँ पनि गुफा देखिन्छ सबै अनि यो वरिपरि उपत्यका छ चट्टानै चट्टान छ यो गुफा छोसार गुफा भने यो अब यहाँ गुफाबाट अगाडि जानुपर्छ माएर तल राख नि दिवसमा तल राख सक्दैन कि यिनीहरू छोसार गुफा यसरी चढ्नुपर्छ गुफा भित्र गुफा सरी हिँडिदिन्छु म पनि ल ल यसरी हाँस नि गीत गाउँदा गुफा सरी गुफा भनेर गुफा भित्र गुफा सरी भनेर चढिदिन्छु म पनि भनेर मेरो ल फोटो खिच्ने एउटा अब मैले यो गुफाबाट देखेको तलबाट गुफाको झ्यालबाट देखेको दृश्य गुफामा त के गर्थ्यो होला यो गुफा हो अझै माथि छ म चढिरहेको छु ए भित्र गुफा छ यहाँ बाहिर देखिन्छ यो माथिको चट्टान हेर्नु तपाईँहरू देखिन्छ नि चट्टान अनि मायाबिन फलो पर्छ दिदी ल म चढ्यो गाह्रो चढ्दै आइरहेको छु यहाँ भित्र अझ भित्र यो माथि हेर्नु यो माथिको चाहिँ चट्टानी गुफा यो निहुरेर गइरहेको कारण एकदम उ छ अँध्यारो पनि छ अँध्यारो आयो अरे अँध्यारो आयो अब यहाँ फेरि चढ्नुपर्छ यहाँ चढ्नुपर्छ अब फेरि ल फेरि चढेँ म ल हेर्नुहोस् प्रकृतिको बनाएको चिज कति अद्भुत छ त हेर्नुहोस् वरिपरि गुफा ल अहिले म तपाईँलाई देखाउँछु यो पनि गुफा हो तल अँध्यारो छ म अब तपाईँलाई म यहाँबाट अर्को दृश्य चाहिँ झ्यालबाट देखाउँछु यो सबभन्दा म माथि गुफाबाट तल खिचेको यो गुफा पालबाट मैले क्यामेरा छिराएर दुःख गरी स्वाँ गरेर पनि यहाँ स्वाँ भएको छ किनभने धेरै माथिको गुफा छ ल हेर्नुहोस् तल गाडी माथि प्रकृतिले बनाएको यो घर हो र भर्याङ छ भित्र यस्तो छ यस्तो छ नि यस्तो पकाएर यो गुफा यो पाल छ यो पाल यहाँ तल पाल छ यतापट्टि यो पनि गुफै हो ल यति देखाएर अब हामी चाहिँ सिधै अब हामी अगाडि बढ्छौँ यो पाल हो पालबाट हेर्दा पालको भित्र के छ हेर्दा ल हेर्नुहोस् अरू फोटो चाहिँ यस्तो छ हिमाली क्षेत्रमा अहिले हामी चाहिँ नि लोमाङथाङ आइपुगेका छौँ एकछिन खाना खाएर अब लोमाङथाङ दरबारको चाहिँ अवलोकन गर्नलाई हामी चाहिँ अब यहाँबाट बिस्तारै अगाडि बढ्छौँ
वर्ष बन्दै छ भने अब के अरे दरबार अब बन्द अरे सानो गल्ली छ यता हेर। गल्ली तार यहाँ अगाडि बढ्छौँ हामी दरबारको अवलोकन गर्नलाई। यो चाहिँ पुरानो सहर जस्तो यस्तो घर छन्। यहाँको यो उतला होटेल, यो बाटो यता नि मानवेपमा गरी घुमाउने, यो बजार, यो ढुङ्गा छापेको छ ठाउँ ठाउँमा। र अहिले लोमाङथाङको सहर, लोमाङथाङ सहर सहर यो दरबारको अवलोकनलाई लोमाङथाङ दरबार अवलोकनलाई यस्तो बाटो इन्ट्रान्स यहाँ यस्तो राजा, पुरानो राजा पहिलाको। अब यहाँ लेखा छ रोयल प्यालेस वे टू भनेर छ। अब यहाँ चढ्दै नि राज दरबार जाने। चोक कत्रो छ त ल हेर्नु एउटा भिडियो बनाइदिनु। यो सब्स्क्राइब गर्नु भ्याएको छैन तपाईँहरूको। कति जान्छन् तपाईँको सब्स्क्राइब? ल यी सबजना हामी दरबार घुम्न लाग्नुपर्छ। आउनुहोस् अगाडि बिस्तारै ल हेर्नुहोस्। दाइको युट्युबमा हाम्रो पनि छाउनी भयो यो पाइन्छ। कोही छैन, चरो मुसो कोही छैन यहाँ त। सब गल्लीमा सब मान्छे छ। अनि यो फिल्म सुटिङ भएको ठाउँ पनि हो। यो फिल्म चाहिँ कुन चाहिँ हो थाहा छैन, तर नेपाली फिल्महरू सुटिङ यहाँ प्रायः निकै फिल्म सुटिङ भएको छ। यो रातो यहाँ नदी यस्तो छ हो। एकछिन बाहिर बसेको पर्दैन, तपाईँ पनि यहाँ सिन खिच्न लाग्यो। यस्तो छ सिनहरू चाहिँ पछाडि। रातो रातो कैद गर्नलाई, सिन कैद गर्नलाई टिकटक भिडियो सब बनाउनु लाग्छ। धेरै मान्छे आएर टिकटक भिडियो बनाउँदो रहेछन्। हाम्रो साथीहरू पनि टिकटक बनाउँदो रहेछ नि भिडियो लगाएनुहोस्। लगाएपछि टिकटक भिडियो बनाउँदैछ। गुफा छ नि, यो गुफा हो। तर गुफामा पनि मान्छेले घर बनाएको छ। यसमा मान्छेहरू बसेको छ। उयो यसमा मान्छेहरू बस्दा छन्। अब के गरेर बस्छ त थाहा छैन, ध्यान स्यान गरेर हो कि अब के हो। यो यहाँ मान्छे बस्ने रहेछ। यो देखेको छ नि, यो आँखा जस्तो हात्तीको सुँड जस्तो देखिया। उयो भर्याङ, ऊ त्यहाँ झ्याल, त्यहाँ मान्छे बस्ने रहेछ। अचम्म लागेर मैले यो अचम्म लाग्यो मलाई चाहिँ। अहिले 5:15 भएको छ। अब हामी चाहिँ नि
उपल्लो मुस्ताङ भरेर भर्खर होटल आइपुग्यो यो चाहिँ छुसाङको चाहिँ केप मोनेस्टरी गेस्ट हाउसमा चाहिँ हाम्रो आज बस्ने कार्यक्रम छ। हिजो चाहिँ अन्तै बसेको थियो बाख्रामा आज चाहिँ फर्केर आज यो गेस्ट हाउसमा बस्छौँ। हाम्रो चाहिँ डे 3 को नि यात्रा आज समाप्त भयो। डे 4 चाहिँ भोलिबाट सुरु हुन्छ। डे 4 चाहिँ हामी चाहिँ उसबाट 5:30 बजे छुसाङबाट यो कागबिनी आइपुग्यौँ। लगभग चाहिँ 40 मिनटमा छुसाङबाट 40 किलोमिटरमा यो कागबिनी भन्ने ठाउँ आइपुग्यौँ। यहाँ श्राद्ध गर्ने तर्पण दिने ठाउँ हो यो। हाम्रो आउने साथीहरू हामीसँग आउने साथीहरू चाहिँ त्यो तर्पण गर्ने भनेर हामी पनि अब यहाँको त नि सोच्नै आएको छौँ कस्तो छ। अब म त अहिलेसम्म कागबिनी भन्ने आएको छैन। यहाँ तर्पण गर्ने हेर्नु तपाईँले देख्नुहुन्छ। यहाँ अब श्राद्ध तर्पण गर्नलाई मान्छेहरू लामबद्ध भएका छन्। के भयो किताब किन्न जान्छ पर यसलाई कागबिनी भन्छ। पवित्र तीर्थस्थल कागबिनीको यो दृश्य हो। यो अहिले हामी चाहिँ नि लगभग चाहिँ 6:15 बजे हामी छुसाङबाट चाहिँ आइपुगेका छौँ। अब हामी चाहिँ एकछिन बस्छौँ। हाम्रो एउटा साथीहरू चाहिँ तर्पण दिनुहुन्छ। त्यसपछि हामी मुक्तिनाथ यात्राको लागि अगाडि बढ्छौँ। हाम्रो चाहिँ डे 4 छुसाङ टु मुक्तिनाथ दर्शन गरेर अनि फेरि हामी अब कहाँ बस्छौँ त्यसपछि लेते बस्छौँ कि फेरि बस्छौँ। म चढाइदिन्छु। ठुलो धेरै विकास भएको छ पहिलाभन्दा। पहिला अब यहाँ केही थिएन खासै। हामी अब यसरी दुईजना बुढाबुढी बिहानको समय छ फ्रेस छौँ होइन त? यहाँ ल हेर्नुहोस् च्याङ्ग्रा पुलभरि च्याङ्ग्रा हुन्छ। अब ओट अलि भाइ दाइ अलि उता बस्नु या त आउँदाखेरि छेक्न हेर्ने ल हेर्नु पुलभरि च्याङ्ग्रा। त्यो घाम अगाडि छ नि त। बाटोमा कस्तो रमाइलो है यहाँ त। अहिले हामी चाहिँ नि कागबिनीबाट मुक्तिनाथको यात्रा अगाडि बढ्दैछौँ। यो चाहिँ कागबिनी टु मुक्तिनाथको सडक हो। यो घामले गर्दा अलिकति कालो देखिएको छ तर पनि दृश्य चाहिँ एकदम सुन्दर छ। सडक पनि एकदम पिच छ, आनन्दको छ। 25-26 गते होला है एकदम 22 गतेको। त्यहाँ गाडी त्यहाँ फसेर कत्रो जाम पराएको थियो माथि। तर हामी चाहिँ हिजो आज लक्कीमा परेछौँ। आनन्दसँग मौसम चाहिँ एकदम राम्रो भएको। मुक्तिनाथको जाने क्रममा एकछिन रेस्ट गरे होला। यहाँको बाटो हेर्नुहोस् यस्तो पिच बाटो छ अनि यो पनि यस्तो बाटो छ पिचै पिच। त्यो देखे गाडीहरू यहाँबाट कालो देखिन्छ। यहाँ देखिनु त्यो घरहरू चाहिँ मुक्तिनाथ। अब यति टाढा यहाँबाट यति छ। अब हाम्रो जानु गन्तव्य बाटो चाहिँ यस्तै छ। अल्टो नि आएको छ। अल्टो यहाँ गाडीको सर्भिसिङ हुँदैछ। अलिअलि हल्का प्रब्लम आएर
यो गाडी सर्भिसिङ हुँदैछ त्यही चाहिँ एकछिन बाहिर निस्केर फोटो खिच्दैछौँ सबै फोटो खिच्ने के हो सर ओ त्यही हो ल त्यही नै हो तिनीहरूलाई अगाडि बढ्यो त्यही एकछिन यसो रेस्ट गरेर टिकटक सिस्टक बन्यो एक दुईवटा त्यसपछि हामी फेरि अगाडि मुक्तिनाथको यात्रा अगाडि त्यो मुक्तिनाथको सडक हो यस्तो बनिएको छ सडक टिकटक हेर्नुको लागि मेरो टिकटक प्रोफाइल भिजिट गर्नु होला भन्नु त्यस्तो कहीँ यस्तो बिग्रियो भने चाहिँ कहीँ कहीँ पानीले खायो होला ए माथिबाट हिमाल छ ल हेर्नुहोस् यस्तो सर्लक्क परेर हिमाल छ हिमालको मुनि जङ्गल रमाइलो छ आज हाम्रो डे 3 मा चाहिँ यो मुक्तिनाथ डे 4 को चाहिँ मुक्तिनाथको चाहिँ यात्रा पनि आज रोमाञ्चकै हुँदैछ अप्पर मुस्ताङ गयो पहिला अरू चाहिँ पहिला मुक्तिनाथ गर अप्पर मुस्ताङ चाहिँ हामी चाहिँ अप्पर मुस्ताङ गर भगवान् मुक्तिनाथको दर्शन गर्नु र भन्दा नि त्यो पोखरीको पानी अझ चिसो छ दुईटा पोखरी यस्तो छ पानी मौसम लाग्नुहोस् पुरा स्विजरल्यान्ड जस्तो डुब्नु होइन डुब्नु हुन्न पर्दैन अर्को गाडीमा भएको भइले त आमालाई त गाह्रो भयो जस्तो छ भने भक्लक्क त्यहाँ घोप्टेको भयो कस्तो घाम नलाग्यो नि आज यहाँनिर त्यो प्रेसर बढ्या होला क्या त्यो बुढी मान्छे त्यो तातो पानीले बढ्छ नि प्रेसर तातो पानीले नि बढ्छ अनि त्यहाँ चौरीको ऊ पनि खाएर आएको रे चौरीको खुन खाएर फेरि खुन खाएर आएर त्यहाँ फाइनली हामी चाहिँ यो चाहिँ मुक्तिनाथ आइपुग्यो ए मुक्तिनाथ गाडी छैन ए माथि पनि गाडी तल नि गाडी छन् यो माथिदेखि तल सब गाडी ला गाडी पार्किङ गाडी पार्किङ गर्ने ठाउँ यो होइन यहाँबाट फोटो खिच्नु थियो होइन ल यो घोडा छोडा नसक्ने असक्तहरू घोडामा चढ्छन् कोही डोलीमा चढ्छन् होइन यो तल तलकै बाटो अनि हामी किन माथि उभिले अब आइयो एकदमै रमाइलो भइरहेछ हो मुक्तिनाथको दर्शन अब गरिन्छ केही समयपछि हाम्रो नयाँ होस्ट पनि आउनु भएको छ आज उहाँले बोल्नु भएको छ बोल्नु त एकचोटि अहिलेको शब्द अब हामी चाहिँ यही मुक्तिनाथको पावन अवसरमा पाइला टेकिसक्यौँ अब भगवान् र हामी बिचमा केही मिनटको मात्रै अन्तराल छ तपाईँहरू नि हामीसँगै हिँड्नु होला साथसाथै त्यहीँबाट भयो भने दर्शन गर्नु होला अङ्कलहरू त्यस्तै ए ल बजार मुक्तिनाथ बजार हेर्नुहोस् बजारै बजार छ घरै घर घोडा ए कस्तो घरहरू ल बाटो कत्रो छ गाडी यहाँ पनि गाडी भित्र यहाँ नि गाडी ल्याउनु भित्र छ ल हिँड्न नसक्नेलाई यसरी डोलीमा हालेर ल्याउने डोलीमा हालेर टक्क ल्याउने ए माथि ल हाम्रो त नि साथीहरू नुहाउनलाई दर्शन गर्नलाई तम तयार भएर आउनु भएको छ ल मुक्तिनाथ कि जय भन्नुहोस् यस्तो सिन छ ल आउने एकजना आमा हुनुहुन्छ उहाँले लाखपति बाल्ने भन्नुभएको छ हेर्नुहोस् उमेर असम्म आउनु भएको छैन नि त उमेर 55 दिल 55 आउँदै हुन्छ चान्स मिल्यो भने मेरो भिडियोमा नि उहाँलाई देखाउने कोसिस गर्दछु ल अहिले त म पनि छु है अब त लाइन बस्छ लाइन हेलो भन्नु हेलो
तपाईँले हल्लो पनि भनौँ है हेलो 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 भने चाहिँ आइरहनु मुक्तिनाथको द्वारमा आइपुग्यो मुक्तिनाथ मन्दिर यहाँलाई हार्दिक स्वागत छ अब यो द्वारबाट अब हामी चाहिँ यो सिँढी चढेर माथि मुक्तिनाथ पुग्छौँ ल यो सिँढी अब सिँढीबाट त्यो माथि देखेको ढोका त्यहाँसम्म चाहिँ अब बिस्तारा आरामसँग हिँड्नुपर्छ हतार नगरिकन त्यहाँ गएपछि अनि 108 धारा 10 नुहाउने अनि मुक्तिनाथ भगवानको दर्शन गर्ने सब पाप पखाल्ने घाम लाग्ने भनाउँदै साथी हाम्रो साथीहरू मजासँग आउनुभएको छ मजाले आइरहेछ माथिको फेरि त्यस्तो असहज स्थिति भएको छैन पृष्ठभूमिमा हिमाल ल अगाडि बढो पृष्ठभूमिमा हिमाल घाम त नबन्दै मेरो भगवान यस्तो हिमालको पृष्ठभूमिमा हिमाल छ नि त मभन्दा पछाडिको हिमाल कति राम्रो देखाएको छ अब सिँढी चढ्दैछु म पनि म होस्ट यो अहिले त अब यो सिँढी चढ्न अलिक गाह्रै हुन्छ भगवान्को आशीर्वादले बिस्तारै हिँड्ने ल अब मुक्तिनाथ आइपुग्यो अब यो सिँढी चढेपछि मुक्तिनाथ सिँढी चढ्ने यता जङ्गल त्यो भगवान्को त्यो देखेको सानो मन्दिर चाहिँ अब मुक्तिनाथ यहाँ नदी बगिरहेछ नदी नौना मान्छेहरू यहाँ छन् ल यसरी बिस्तारै चढ्ने अब ल अब यहाँ चाहिँ अब हामी माथि लगाएपछि मुक्तिनाथ यताबाट ज्वालामाई ज्वालाईको मन्दिर चाहिँ यता यता हामी चाहिँ यता लाग्छ यो चाहिँ मुक्तिनाथ हट वाटर पनि छौँ आयो ल आयो मुक्तिनाथ हाम्रा म्याडमहरू सहिलेसँग आए आनन्दसँग आए गरे अन्त त हामी भगवान् मुक्तिनाथ आइपुग्यौँ ल आउँदैन ल त्यो बहिनीलाई हाम्रो बहिनी पनि आइपुग्नु ल के बोल्नु छ यसो बोल्नुहोस् त्यसो तपाईँ कति कस्तो रमाइलो लागेको छ हो कहाँबाट आउनु तपाईँ हामी ताप्लेजुङबाट ताप्लेजुङबाट आमामा टाढा ताप्लेजुङबाट पाथिभारा कतिचोटि फर्स्ट टाइम सेकेन्ड टाइम ए सेकेन्ड टाइम आएको ल हामी पनि अब ताप्लेजुङ आउँदा हामी पनि भेटौँ ल तपाईँहरू कताबाट हामी काठमाडौँबाट पलङ्कीबाट ओके ल धन्यवाद बहिनीहरू यहाँ प्रार्थना गर्दै हुनुहुन्छ र हामी चाहिँ यो मुक्तिनाथ मन्दिरको परिसरमा आइपुगेको छौँ वरिपरिका दृश्यहरू लुगा फुगाल्ने यतिर गर्नु पऱ्यो खै उता हुन्छ हामी मात्रै खिच्नुपर्छ क्या घर छ कोही नुहाएर आइसके कोही नुहाउँदैछन् यो यहाँ डुब्छन् कोही यहाँ डुब्ने कुण्डमा चाहिँ डुब्छन् दुईवटा कुण्ड छ दुईवटा पोखरी छ त्यो पोखरी दुईवटा पोखरी छ लाइन छ
लाइन बसेर भगवान् मुक्तिनाथको दर्शन गर्नुपर्छ मन्दिरै हो यहाँ त अब 108 तारा पहिला नौनी के हामी नौनी कि उहाँहरू हामी नयाँ हामी नौलो 108 तारा 108 तारामा चाहिँ म भिडियो बनाइरहेको छु 108 तारा यहाँ अब नुहाउनु पर्छ अब अहिले पहिला अर्जेन्टल फोटो हामी लाइन बसेर हामी लाइन लाइन बस्छौँ अब चाहिँ मुक्तिनाथमा चाहिँ यहाँ चाहिँ नाच गान के उहाँहरूको के भाषामा यहाँ घुम्दा पनि त्यो मुक्तिनाथ दर्शन गरेर हामी फर्क्यौँ ज्वालामाईको मन्दिरको दर्शन गर्न जानला यहाँ पुरा गार्डन छ गार्डन बनाएको थिएँ पृष्ठभूमि हिमाल ठुलो बुद्धको मूर्ति छ नहीं जाए तुम देखो जाओ ए भाई हमारे पान ज्ञान कवा पान कवा मेरो दृश्यहरू पार्क बनाएर छ यता चाहिँ नि मुक्तिनाथ नाथको दर्शन गरी अब गाडीको प्रतीक्षामा यी हाम्रा साथीहरू सब मजासँग चौतारा बसेका छन् यो चाहिँ मुक्तिनाथको चौतारो चौतारा बसेर कहिले गाडी आउला भनेर प्रतीक्षा गरेर बसेका छन् ल 1-1.5 घन्टा भयो बसेका अहिलेसम्म गाडी नआएर कोही राता भएको छन् कोही हरिया भएको छन् होइन म त बिहाइन्ड अहिले अब चाहिँ बागलुङको कालिका मन्दिर आइपुगेका छौँ अब फर्किने क्रममा चाहिँ हामी उपर मस्ताङबाट चाहिँ नि मुक्तिनाथ दर्शन हुँदै यो चाहिँ यहाँ 7 बजी बज्यो तातपानीबाट बिहान 7:30 बजे अब बागलुङ कालिका मन्दिर आइपुग्यो फुल पसल व्यवस्थित छ यहाँ बाटो पार्किङ यताबाट आउने पार्किङ गर्ने त्यसपछि यो फुल प्रसाद लिने ठाउँ यो द्वार बागलुङ मन्दिरको द्वार बागलुङ कालिका मन्दिरभित्र चाहिँ यस्तो चाहिँ आर्ट यो बनाएर राखेको छ मूर्ति यो अगाडि चाहिँ खुँडा लिएर धनु तरवार लिएर यता चाहिँ डोलीमा यो चाहिँ सायद राजा रानीले चाहिँ सुरक्षा गर्नलाई अथवा रानीहरूलाई सुरक्षा गर्नलाई डोली र सुरक्षाकर्मीहरूले सायद अब मलाई थाहा छैन तर यसो अनुमान मात्र हो फेरि बागलुङ कालिका जाने भित्रको दृश्य बहुत रमाइलो छ बागलुङ कालिका भनेर प्रख्यात मन्दिर हो यो पनि धेरै मान्छे आउँछन् यहाँ
हामीलाई आज जुर्यो सूर्यका किरणहरू कस्तो देखिन्छ अरे भिडियोमा पूजा दर्शन गर्नलाई आएका छन् दर्शनार्थी अहिले हामी चाहिँ बागलुङ कालिका आइपुगेका छौँ यो बागलुङ कालिकाको मन्दिर हो धेरै भक्तजनहरू आउनुभएको छ जङ्गलको बिचमा एकदम व्यवस्थित यो तल पनि भुइँमा चाहिँ ढुङ्गा बिछ्याएको छ यो बागलुङ कालिकाको वरिपरिको दृश्य तपाईँले देख्नु गइरहेको छु हेर्नुहोस् आउनुहोस् भगवान्को दर्शन गर्नुहोस् आशीर्वाद प्राप्त गर्नुहोस् शक्ति प्राप्त गर्नुहोस् यहाँको देवीको पनि धेरै ठुलो महत्त्व छ शक्तिशाली मन्दिरमा त यो पनि एक पर्छ यहाँ कसैले घुमाउँछन् यो मन्दिरको द्वार भित्र फोटो चाहिँ खिच्न पाइन्न यस्तो वरिपरि बस्ने आनन्दले उता जङ्गल यता बत्ती बाल्ने र यस्तो मन्दिरको दृश्य आज पनि भगवान भित्र छ हामी चाहिँ बागलुङ कालिकाको दर्शन गरेर आइपुग्यौँ फर्किँदैछ साह्रै रमाइलो छ बागलुङ कालिका मन्दिर तर यो झन् यो बाटोको झन् ठाउँ त वरिपरि ऊ जङ्गलै जङ्गल हेर्नुहोस् ऊ छोप्या छ छाप्या छ यो ढुङ्गा छाप्या छ साह्रै आनन्दको मन्दिर छ म त पहिलोचोटि आएको मलाई चाहिँ साह्रै रमाइलो लाग्यो अब अरू कस्तो लाग्यो नि हामीलाई धेरै रमाइलो लाग्यो मनमा आनन्द आयो आउने धेरै इच्छा थियो आज पुरा भयो बागलुङ कालिका माईले सबैको मनको इच्छा पुरा गरून् र तपाईँको इच्छा के छ तपाईँको कुरो भन्नु सक्छ अब यो बिहानै एकदम देवीको दर्शन गरेका छौँ आनन्द आएको छ सबै भगवान्को आशीर्वाद प्राप्त भइरहेछ जस्तो लागिरहेछ एकदम रमाइलो छ आनन्द आएको छ रमाइलो ल कार्की सर भन्नुहोस् ल आउनु पाइएको छ फेरि भगवान्ले जुराएको छ भने फेरि आउन पाइयो त्यही हो आज हाम्रो डे 5 हो फेरि आज हाम्रो डे 5 को चाहिँ यात्रा पनि सुरु भइसक्यो डे 5 मा हामी यो चाहिँ कालिकाको दर्शन गरेर अब पोखरातिर लाग्छौँ हामी बागलुङ कालिका चाहिँ डे 5 मा परेछ आज हाम्रो बागलुङ कालिका माई की जय ल कोही हाच्छिङ गरेछ ल हेर्नुहोस् कालिका भन्दा अलिकति माथि नै शालिग्राम सङ्ग्रहालय छ गाडीबाट 10 मिनट लाग्छ माथि कोही जान चाहन्छ नि शालिग्रामको सङ्ग्रहालय कति माया लाग्छ जनावरहरू गण्डकी गोल्डन ब्रिजमा आइपुगेको छ अब यहाँको ठाउँ यो चाहिँ बागलुङ कालिकाबाट अलिकता 5-10 मिनट माथि एकदम कत्रो लामो झुलुङ्गे पुल रहेछ आमा हेर्नुहोस् त ओहो तिमी लामो अड्किँदा नि भयो एकदम लामो पुल रहेछ एकदम लामो पुल रहेछ यो बागलुङ कालिका भन्दा अलिकति माथि 10 मिनट माथि विशाल लामो पुल छ बिचमा त मन पुगिसक्यो यहाँ देखेको त हावा जस्तो नि त पुरै हावा जस्तो यो तलबाट यो तलको बाटो चाहिँ नि उता मालडुङ्गा बेनी सडक यो तलको जुन अलिक उतापट्टिको बाटो चाहिँ नि पारिपट्टिको उता गाडी गुडेर त्यो चाहिँ बेनी मालडुङ्गा सडक अनि यो चाहिँ नि बागलुङ
मालडुङ्गा सडक बेनी मालडुङ्गा यहाँ चाहिँ नि बागलुङ। अब आज हाम्रो चाहिँ नि यात्राको चाहिँ नि डे नाइट 5 डे 6 डेजको चाहिँ नि यात्रा आज चाहिँ फाइनल हुँदैछ। अब यो फाइनल्समा चाहिँ हामी चाहिँ आज बिहान तालबाराई मन्दिर जानेछौँ। हाम्रो चाहिँ नि यात्राको 5-6 दिनको यात्रा चाहिँ नि आज समाप्त हुँदैछ। हामी सबैजना चाहिँ नि धेरै राम्रो भइरहेको छ ल यात्रा। दाइ हाम्रो त 5 दिन 6 दिन त टुङ्गिन लाग्यो। आज छैटौँ दिन भयो। अब चाहिँ नि पोखराको तालबारेमा मन्दिरमा त जानेछौँ। यहाँ सबैले कस्तो अनुभव भयो? धेरै राम्रो छ हो एकदम खुसी अरू साथीहरू खै अरूले पार्छ ल अरू हाम्रो भाइहरू सब हामी अब मन्दिर दर्शन गर्न गएको छौँ। खै कहाँ जाँदैछौँ अरे? अब हामी तालबाराई दर्शन गरेर एकछिन गरेर जनताहरू 3 जना जनताहरू चाहिँ यहाँ डुङ्गा चढ्दैछन्। जनता नै हो त ए जनता ए हाम्रो अर्को 2 जना चाहिँ ओ त पर्छ। अब त्यो मोबाइल कहिले जान्न जाला अलिकति गरेर गर्छ। अहिले जनता भन्दा पनि ठुस्रो हान्दा लाउनु पर्छ। दाइलाई रोएर घर लाने मेरो हाई मेरो मोबाइल तलको आँगनमा लै हाम्रो दाइ चाहिँ गीत गाउनु होला। ल यसरी गीत गाएर चढ्नु कमरा हालिन्छ त। आँगनमा लै माछा पुछ्रे छाया जीवन बगर बिना तिम्रो हाम्रो चाहिँ नि अब यात्रा चाहिँ नि आज समाप्त भयो। 6 दिनको 5 नाइट 6 दिनको यात्रा चाहिँ समाप्त भयो। यो पोखरामा आएर पोखराको फेवाताको पृष्ठभूमि राखेर म तपाईँलाई भन्छु हामी चाहिँ नि काठमाडौँदेखि बेनीको तातपानी त्यसपछि त्यहाँबाट उसको मुस्ताङको सुसारबाट लोमाङथान हुँदै हामी चाहिँ नि कोरान नागा गयौँ। कोरान नागाबाट फेरि फर्केर हामी फेरि सुसारमा बस्यौँ। सुसारबाट फेरि हामी मुक्तिनाथको दर्शन गर्दै फेरि बेनीको तातपानीमा आएर बस्यौँ। त्यहाँबाट फेरि पोखरा आएर हाम्रो यात्रा समाप्त भयो। एकदम रोमाञ्चक भयो हाम्रो चाहिँ नि यो मुस्ताङको चाहिँ नि अप्पर मुस्ताङको यात्रा। तपाईँहरू आउनु सक्नुहुन्छ समय मिलाएर। म सनत सुवेदी मेरो च्यानललाई चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला। यस्तै नयाँ यात्रा सम्बन्धी भिडियो फेरि राख्दै गरौँ। नमस्कार। पिक्चर अभी बाकी है मेरे दोस्त।